हेलो फ्रेन्ड्स, तपाईँलाई आज मेरो नयाँ युट्युब च्यानलमा स्वागत छ। होइन, मैले अस्ति धेरै अगाडिदेखि नै एउटा सानो कुरा चाहिँ इन्फर्मेसनमा एउटा सानो कुरा जानकारी दिन लागेको। मैले चाहिँ विगत 2 वर्षदेखि चाहिँ युट्युब च्यानल गर्दै आएको छु र यसमा चाहिँ मैले चाहिँ हजुरलाई चाहिँ कुन चाहिँ जेन्डरको चाहिँ यस्तै कुन चाहिँ जेन्डरको चाहिँ युट्युब च्यानल चाहिँ खोल्दाखेरि हजुरलाई सही जस्तो लाग्छ, किनकि त्यसमा चाहिँ हजुरहरूले राय प्रतिक्रिया दिनु होला। जस्तै वान नम्बरमा चाहिँ ब्लग हो, दोस्रोमा चाहिँ अब एजुकेसन च्यानलहरू, तेस्रोमा चाहिँ भन्दाखेरि एजुकेसनल च्यानल प्लस चौथोमा चाहिँ फुड प्लस ब्लगिङ र पाँचौँमा अब टेक्निकल सम्बन्धी ज्ञानहरू, 6 नम्बरमा कमेडी अथवा 7 नम्बरमा अन्य कुराहरू। यो सम्पूर्ण कुराको मलाई राय सल्लाह दिनु होला। र साथसाथै मैले मैले चाहिँ च्यानल सुरु गर्दाखेरि चाहिँ मैले विभिन्न कुराहरू चाहिँ म हजुरहरूसँग समस्या चाहिँ प्रस्तुत गर्नेछु। हजुरहरूले कृपया लाइक सब्सक्राइब गरिदिनु अनुरोध गर्दछु। जुन अब चाहिने सामग्रीहरू हुन्छ, युट्युब गियरहरू जस्तै अब क्यामेरा हो, गोप्रोहरू हो, त्यस पछाडि वाइड एङ्गल लेन्सहरू, मोबाइलमा चाहिने वाइड एङ्गल लेन्सहरू र लाइटिङहरू, यी आवश्यक सामग्रीहरू चाहिने हुन्छन्। तर मसँग यो अभाव भएको कारणले मैले चाहिँ बजेट फ्री रूपमा कार्य गर्न गइरहेको छु। अब यो काममा चाहिँ म निरन्तरता रूपमा चाहिँ अगाडि बढ्नेछु। अहिले चाहिँ विविध कारणले चाहिँ गर्दा चाहिँ मैले यो उसमा चाहिँ समस्या भएको कारणले गर्दा चाहिँ यसमा चाहिँ मैले निरन्तर दिन नसकेको हुँ। मैले विगत यो 3 सालको अनुभवमा चाहिँ 2 सालको अनुभवमा चाहिँ मैले चाहिँ लगभग 10-12 भिडियो चाहिँ अपलोड गरेँ होला। यसमा चाहिँ मैले विभिन्न प्रकारको चाहिँ अब क्यामेरा चाहिँ युज गर्दा चाहिँ म एउटा गोप्रो एक्सन क्यामेरा लिएको थिएँ मैले, जुन चाहिँ 3500मा चाहिँ मैले लगभग 2 साल अगाडि लिएको थिएँ। त्यसमा चाहिँ मेरो क्यामेरा बिल्कुलै नराम्रो भएको थियो। त्यो मैले चाहिँ अपडेटेड त्यो मलाई त्यति मन परेन र मैले अहिले चाहिँ यो भिभो Y29 भन्ने फोन लिएको छु। यसमा चाहिँ हेरौँ अब क्यामेरा त्यति आउटडेटेड छैन, 50 मेगापिक्सल भनेर चाहिँ भन्यो होइन। अनि यसमा चाहिँ टेलिस्कोप फोटोहरू पनि केही पनि छैन र भिडियोमा पनि 4K पनि सपोर्ट गर्दैन यसले। 60 FPS र 30 FPS रिजोल्युसन मात्रै आउँछ यसमा होइन। र फोटोमा चाहिँ ग्रेडिङहरू छ, जुन उसमा चाहिँ यो पिक्चरमा चाहिँ ग्रेडिङ छ, राम्रै ग्रेडिङ आउँछ। तर भिडियो चाहिँ यसमा चाहिँ खासै राम्रो सपोर्ट गर्दैन यसले। Y29ले खासै सपोर्ट गरेन र यसको अरू पक्ष भन्दाखेरि यसमा एन्ड्रोइड स्क्रिन Y29 चाहिँ एन्ड्रोइड स्क्रिन चाहिँ छ र अर्को यसमा चाहिँ क्यामेराले खास सपोर्ट, क्यामेरामा चाहिँ म त्यस्तो अपडेटेड 10मा चाहिँ 5 जति म भन्छु होला यसमा अपडेटेड होइन। र अर्को साउन्ड सिस्टम यसमा राम्रै छ, राम्रै फाल्छ यसले साउन्ड चाहिँ। र यसको इन्टरनल मेमोरी चाहिँ उता झन् 32 GB 64 GB 64/256 GB चाहिँ यसको एक्स्ट्रा मेमोरी रहेको छ। र अब चाहिँ म अब मैले चाहिँ अब केही समयमा चाहिँ अब विभिन्न चाहिँ उसको चाहिँ हजुरहरूलाई म अपडेटेड गर्नेछु उसको बारेमा। अहिले चाहिँ मैले त्यही हो
विभिन्न कामले गर्दा चाहिँ खासै म घुम्न पाएको छैन, तर यसमा म हजुरहरूलाई अब केही समयपछि भिडियो हाल्नेछु। यसको लागि चाहिँ म हजुरहरूलाई चाहिँ माफी माग्न चाहन्छु होइन। अब केही समयपछि भिडियो आउँछ चाहिँ मेरो। ल त साथीहरू, यति भन्दै चाहिँ म हजुरहरूलाई चाहिँ मेरो यो यति नै यो भिडियो चाहिँ म यति नै अन्त गर्न चाहन्छु।